त्यहाँ लिमिट भन्दा बाहिर खाइछ भने तेरो फेरि म लात्तीले तेरो म घरमा साह्रै तिखा लाग्यो जाँड खाउ लागेर निस्केको जाँड छ को छ घरमा जाँड खाना आएको जोत्न छोडेर जाँड खाना साह्रै तिखा लाग्यो नि त हर 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 पुरा आन्द्रा भुँडी सबै सुके कति जोतिस 2-4 गरा पुरा बिहान उज्यालो भइदै जोतेको अहिले जोत्ता 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 मर्ने बेला भयो ल्याउ न बुढा मान्छे यसो जाँड साँड खाउ न जाँड त छैन पानी खान्छस् जाँड छैन बुढा पुरानो जाँड छैन 14 दिनको किरा परे जाँड त खान्छ त्यो त हो त चिज अनि जाँड खान्छस् त त्यो 14 दिन होइन 20 दिनको भए अझै गाइदा हुन्थ्यो चट्ट छिपेको जाँड खाना पाए साउन भर्खर लाग्थ्यो अझै काम दरो गरी गराइ हुन्थ्यो नि भरे काम गरेर लड लाग्ने के को लड छ हौ झन् त्यही नसके त खाना भनेर आएको के को लड छ म थोरै जाँड ल्याइदिन्छु ब छिटो ल्याऊ पिएर जाने यहाँ ढिलो भइसक्यो अलिक ठुलो बोटका ल्याऊ न लिमिट भन्दा बाहिर नखानी ए यो सानो भयो सानो भयो अलिक ठुलो बोटका ल्याएर यार त्यहाँ लिमिट भन्दा बाहिर खाइछ भने तेरो फेरि म लात्तीले तेरो म सबै मुखभित्र खाने टोक्ने लिमिट भन्दा बाहिर हुँदै हुँदैन ल्याउ न कहाँ जोत्न चाहिँ जोत्ने फेरि ल्याउ न बुढा छिटो हल्ला ल्याउ न मर्ने बेला भइसक्यो ल्याङल्याङ गरेको यार यहाँ कस्तो पिछाड यार हर भइसक्यो ल खा 14 दिनको जाँड हो मात्रै मात्रै पो भन्छ हौ माया टोक्ने भरि त ल्याउनु त्यहाँ भरे त्यहाँ न यो जाँड त्यो धानबारीमा त्यहाँ तल मात्रै छ यो भरि कम्तीमा दिनु पर्दैन यति खा बुढगाको पनि ल्याऊ भित्र गएर खा चुप्लाएर ल बुढा मैले खाएँ खा खा कस्तरी खान्छ आहा बुढा जाँड त 15 दिनको मात्रै हो र यो निकै छिप्पेको छ हो खै बुढीले 15 दिनको 15 दिन भयो भन्ती 15 दिनै होला हो यसले त अनि ओए कति दिनको जाँड हो यो कता उता पल्लो घरतिर काम गर्दैन छोडिदिउँ अहिले 18 दिनको अरे 18 दिनको 18 दिनको मात्रै रहेछ त्यसो भए खा 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 भात सात केही छैन होला ए बुढी भात छ कि छैन यसलाई थोरै दिनु पर्थ्यो बुढा मिठो रहेछ जाँड त भात पनि छैन अरे यही जाँड खाएर जा अब त्यो जोतिसके खुरु खुरु ल यति भाइ बुढा म मात्न त मात्दैनस् नि के को माछो बुढा है भरे माथिस भने यतिले मातिन्छ म कहिले मात्दिनँ यसको एक दिन पनि मात्दिनँ अनि कहिले मात्दिनँ पत्ता अहिलेसम्म मात देखाइन छैन छैन सब पचाइदिन्छ सानो म पनि हेर्न जाउँला न मात्त रहेछ सानै पचाइदिन्छ म ल ल त्यो सङ्ख्या नगर्नु म त्यो मात्ने गर्ने हल्लिने गर्ने यति पनि खुट्टो खा बाबु छिटो खा जा न जोत्न यार ढिलो भइसक्यो छिटो खान नहेरी हेर कपाल यो कस्तो यसले के गरेको के बनाएको यस्तो कपाल यो क्या हो यस्तो कपाल के पनि होइन झरेछ अहिले खाना खाँदै झरेछ बाँधिरहेको थिएँ कस्तो अच्छा खा भनेको सक्यो सक्यो यहाँ यत्रो जाँड छ त तेरो म फेरि कट्टु खोल्दैछु म आटोक्ने जोत्ता जोत्तै खा अलि खा न अलि खा बुढुगाको ल्याइदिउ सक्यो बुढा ल्याउँदा होइन ए खा बुढुगाको म खान्छु भरे म खान्छु खा त्यही खाएर जा ल सक्यो बुढा ल खा ल सक्यो ल अब म गएको ल गएको अब जा बुढा चाहिँ म लागे जा 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 यहाँ राम्रोसँग जोत ल यत्रो जाँड खाएर पैसा दिँदैनस् पैसा भोलि बेला आउनु ल जा 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 बाटो त अघि त सजिलै थियो त अहिले त भिड देखिन अघि त सजिलै थियो
किन म हल्लिँदैन यो यत्रो खाडा आउँदैन म हल्ले खाइन त किन हल्ली त खान्छ कुराले म म फेरि नदेख्ने एक दुई घन्टा दुइटै पठाइदिन्छ साँच्चै भन्दा La 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 la